सम्पूर्ण नेपालीहरूमा आजको हाम्रो गुनासो छ शिक्षा मन्त्रीज्यूसँग र हाम्रो शिक्षा सुधारको बारेमा केही म गुनासो लिएर आइसकेको छु। यो भिडियो सम्पूर्णजनाले सेयर गरेर शिक्षा मन्त्रीज्यूसँग समक्ष पुर्याइदिनु होला। दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछु। र हाम्रो गुनासो छ महावीरपुर शिक्षा मन्त्रीज्यूसँग। गम्भीर गुनासो यो छ कि माननीय शिक्षा मन्त्रीज्यू शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालय सिंहदरबार काठमाडौँ विषय विद्यालय कलेज स्नातक तहहरूमा राजनीतिक हस्तक्षेप, कर्मचारी गैर जिम्मेवारी र निष्पक्षता र अभावको सम्बन्धमा गुनासो। महोदय, देशको भविष्य निर्माण गर्ने शिक्षा क्षेत्र आज गम्भीर सङ्कटमा परेछ। विश्वविद्यालय, विद्यालय, क्याम्पस र स्नातक तहहरूमा अध्ययन भन्दा बढी राजनीतिक अखाडा बनेका छन्। विद्यार्थी नेता शिक्षा सुधार भन्दा बढी बाहिर गतिविधि सङ्कलन भई सामान्य विद्यार्थीहरूलाई दुख दिने कार्य समेत भइरहेको छ। भर्ना, परीक्षा फारम, मार्कसिट वितरण, छात्रवृत्ति प्रमाणपत्र जस्ता महत्त्वपूर्ण कामकाजहरूमा राजनीतिक पहुँच र चिनजानको व्यक्ति अनिवार्य रूपमा जस्तै बनाएको छ। यिनी कारणले योग्य आर्थिक अवस्था र निम्न विद्यार्थीको अन्यायको शिकार भएको छन्। त्यसै गरी विश्वविद्यालयहरूमा कर्मचारीहरूको सूचना दिने, आनाकानी गर्ने, विद्यार्थीलाई अनावश्यक काममा झुक्याउने माग गरे पनि स्पष्ट जानकारी नदिने विकृति बढ्दैछ। राम्रोसित सेवा वा सहुलियत पहुँच खोजिदिनु, अवस्था पुर्याइदिनु होला। शिक्षा प्रणालीमाथि कालो धावा बन्दैछ। अत निम्न बुँदा तत्काल कदम चलिदियोस् भनी जोरदार माग गर्दछु। बुँदा नम्बर 1, क्याम्पस तथा विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य गरोस्। विद्यार्थी नेता भूमिका नीति र शैक्षिक हितमा मात्र सीमित बनाइयोस्। बुँदा नम्बर 3, कर्मचारी काम कारबाही अनलाइन प्रणालीबाट पारदर्शिता बनाइयोस्। बुँदा नम्बर 4, सिट र छात्रवृत्ति भर्ना प्रक्रिया निष्पक्ष र प्रष्ट मापदण्ड लागू गरियोस्। बुँदा नम्बर 5, विद्यार्थीको गुनासोका लागि सुनवाई प्रभावकारी अनुगमन निकाय गठन गरियोस्। बुँदा नम्बर 6, दोषी कर्मचारी वा नेतामाथि कडाभन्दा कडा कारबाही गरियोस्। यदि यस्ता समस्या अहिले समाधान भएन भने यसको असर देशको समग्र शिक्षा प्रणालीमा दीर्घकालीन र गम्भीर हुनेछ। त्यसैले गुनासोलाई गम्भीर रूपमा लिई तत्काल कार्यान्वयन हुने कदम चलिदियोस् भन्ने जोरदार माग गर्दछु। निवेदक समाजसेवी युवा गजेन्द्र कुमार शाह। यो समस्या एउटा कुनै विद्यालय या कलेजको होइन, यो नेपालभरिको समस्या छ। धन्यवाद। मैले यो भिडियो कसैलाई टिचर या विद्यार्थी नेता या कसैलाई मैले टार्गेट गरेर बनाएको होइन। यो हाम्रो शिक्षा क्षेत्र सुधार होस् भनेर, किनकि शिक्षा क्षेत्र सुधार हुन्छ भने हाम्रो देशको भविष्य उज्जवल हुन सक्छ र हाम्रो देशको विकासतर्फ जान सक्छ। धन्यवाद।